बाँसबारी छाला तथा जुत्ता कारखानाको इस्यु चाहिँ के हो भने, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना, अहिले त्यो कम्पनी अथवा कारखाना छैन। काठमाडौँको बाँसबारी भन्ने ठाउँमा अ, त्यति बेलाको बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा धेरै जमिन थियो। सरकारले छुट्याएको थियो। तर धेरै जमिनमध्ये 10 रोपनी जमिन चाहिँ चौधरी ग्रुपले इलिगल क्याप्चर गरेको रहेछ। हामीले सूचना के पाएको थियौँ भने, सरकारी जग्गामा चाँदबाग स्कुल चलिरहेछ। पहिलो सूचना त्यो थियो। चाँदबाग स्कुल भनेको चाहिँ फेरि चौधरी ग्रुपले चलाउने स्कुल। त्यति मात्र थियो। त्यो सरकारी जग्गा पनि कसको नाममा थियो भन्ने हामीलाई थाहा थिएन। अनि इन्भेस्टिगेसन गर्दै जाँदाखेरि इन्भेस्टिगेसन कसरी गरियो भन्ने कुराको प्रसङ्ग अर्को हो भने अ अ, इट टुक 5 मन्थ्स मैले अघि तपाईँलाई भनेँ त्यति जति। अनि त्यो इन्भेस्टिगेसन गर्दा धेरै गाह्रो भएको थियो। सुरुमा त मैले त सक्दिनँ कि क्या हो भनेर म धेरै सोच्थेँ, धेरै मेरो दिमागमा धेरै प्रेसर पनि हुन्थ्यो, मलाई एन्जाइटी पनि भयो। तर मैले हरेस खाएन। अनि म सधैँ आफ्नो मेन्टरलाई भन्थेँ, यहाँनिर पुगेको छु, यहाँनिर सूचना पाएन, अब के गरौँ? अनि उहाँले भन्नुहुन्थ्यो, "अब यसो गर" भन्नुहुन्थ्यो। फेरि अर्को दिन जान्थेँ, केही पाउँथेन, रित्तै फर्किन्थेँ। त्यो चरणबद्ध तरिकाले काम गर्दै जाँदाखेरि के थाहा भयो भने, यो जग्गा चाहिँ चौधरी ग्रुपले एउटा उद्योग चलाउने भनेर लिएको रहेछ र उसले त्यो क्याप्चर गरेको रहेछ। अनि क्याप्चर गरिसकेपछि त्यहाँ के भएको रहेछ भन्दाखेरि त्यो ट्रान्सफर हुँदै गएर कम्पनी एउटा प्राइभेट कम्पनीको नाममा यो चलेको रहेछ। विनोद चौधरीको भाइ अरुण चौधरीले त्यो कम्पनी रन गर्नुभएको थियो त्यो बेलामा र त्यो कम्पनीको नाममा यो जग्गा रहेछ। अनि त्यसपछि फेरि नाम चाहिँ त्यो कम्पनीको भए पनि त्यहाँ चाहिँ दाइले चौधरी ग्रुप त बेसिकली विनोद चौधरी भनेर चिनिन्छ नि त। दाइले चाहिँ स्कुल चलाउनु भएको रहेछ। सिज्यू एजुकेसन भनेर। यो गरिसकेपछि यो गर्दै गर्दा मलाई सूचना लिनलाई धेरै कठिन भयो। अब त्यो पछि कुरा गरौँला च्यालेन्जको कुरा गर्दाखेरि। तर बेसिकली मेसेज चाहिँ तपाईँलाई मैले के दिन खोजेको भने, सरकारी जमिन इलिगल्ली एउटा निजी व्यापारीको हातमा पुगेको रहेछ र सबैले विश्वास गरेका रहेछन् कि यो चाहिँ चौधरी समूहको जग्गा हो भनेर।